हाफ प्यान्ट र टी सर्ट लगाएको थिएँ अनि विवेक ढकालले स्टेज राखेको दिपेललाई फोन गरेर रिजल्ट आयो त भाइ भने जस्ट आएको छैन भने हेर भने हेरोस् नामै भेट्न र बिचराले खोजेँ त्यही त म पनि साला सबैको हेरेँ अब विवेकले आफ्नो स्टेटस हालेको थियो यता के अरे यो हरि ढकालले पनि हाल्यो एउटा लोहितले पनि हाल्यो सबैको आइरहेछ दिपेनको आएको छैन काण्डजी के हो दिपेनको नाम त छविला हो नि त सबैले दिपेन भनेर सर्च गरे होला नि त नि होइन छविलाले आएको दुईटा लिस्ट पहिलो लिस्टमा त आएको नि सर सेकेन्ड लिस्टमा आएको रहेछ जे कामेको दिपेन थर कामेको जाँदैन सधैँको रुटिन अब गेम खेल्ने गेम खेल्दा कालो मुख पाएर बुढा गऱ्यो कि के गरे मतलबै छैन तिमीले बिहान आएर क्या आज 10,000 इन्कम भने हाम्रो टेन्सन त भइरहेको छ एउटा हामीले टिका उल्टा लगाइदिनु भयो यहाँ टेला हो मैले बिहे लगेको हल्का टेर अनि टिका लगाइदिनु न ढाँटी भन्दा भगवान्को छ भने त टिका लगाइदिनु मनमा चाहिँ के सोच्दा भनेको त त्यस्तो जाँदो पुगेन मायाको टेन्सन अब 2 दिन टेन्सन जाने मुख देखाउनु टेन्सन त मुख देखाउन गायो तँलाई देखेको खालि मलाई हिजो राति प्रदीपले के भनेको दाजुभाइको भयो तँलाई लाज लाग्दैन भन्छ अब के भन्नु लाज कसरी लाग्नु मलाई दाजुभाइको भयो नि त अब तँलाई लाज लाग्दैन किन भनेको सँगै हिँड्छौ सँगै घुस्छौ लाज लाग्दैन भन्छ त्यो विवेक फेरि मुर्कुटो पुगेछ त्यो थोचर बाइक लिएर बजाउँदै रातभरि उइन त केटाहरू सबै बस्तामा आएका बस्तामा मैले थाहा पाएँ तर म सुतेँ अनि मैले त के गरेँ भने 9 बजे सुतेँ विवेकले त रात मलाई ख्याल आएन कि भोलि रिजल्ट दिन्छ भन्ने खालको त्यस्तो के मागमा मलाई पनि आएको छैन विवेकले फट्टै हाल्यो रिजल्ट कसैलाई थाहा छैन कहिले आउँछ अब उता दिपेलाई थाहा छैन विवेकले हेरेको पहिले चाहिँ रिजल्ट मैले चाहिँ विवेक चाहिँ दिपेन त तर अस्ति त भेला खानेलामा यता पकाउँछौँ उ चाहिँ मोबाइल कोटै राखेको हुन्छन् रिजल्ट फास्ट के भयो भने नि त्यस्तो भयो रिजल्ट रोजगारले हाल्यो अङ्कित उसमा आरडब्ल्युमा आउने बित्तिकै डिलिट गर्दै हेर्नै पाइनँ मैले सर अनि फेरि दिपेनलाई फोन गरेको आएकै छैन कहाँ आयो भन्नु उहाँबाट बलुनलाई स्कुटीमा हालेर राखेछ तर यस्तो नौकरी भएपछि अब बोल्ने त्यो एमआर गर्छु भनेर एकखेप हामीमा दोकान गरेको थिएन जे टेन्सन लागेको बोल्नु पुरुष हुन्छ म त ल्यापटप बन्द घर लान्छु एमआरको पुरुषमा यस्तो भने दिनमा तेल हाल्ने 300 भने म त 100 को तेल भयो 200 वर्ष भने खानाको 300 अनि जति एक्स्ट्रा काम गर्यो त्यति राम्रो गरे यस्तो गरेर मोटाउँदै मुल्ने अब उनले थुलमुल्ने महिनाको 3500 तिमी निकालेका थिए अनि दोकान दिएका छिन् बालको दिनमा 2टा जेरक्स दिनमा 3टा हुँदै जे टेन्सन लागेको नि अनि अहिले चाहिँ आएर बोल्नु पनि सुरत आज चाहिँ एसआइकेलाई गर्नुपर्छ भनेर दिने आएको एसआइके एप्लाई हिजो दिपेन सुरत आसाममा लास्ट विक मेरो एसआइमा एप्लाई गर्नु पर्थ्यो भन्नु हिजो बेलुका मलाई बस्तामा कराउँछ नि बेलुका सुरत उयो बाटो बाहिर पारि कराउँछ नि मलाई रातले फोन गर्यो मलाई हेलो भने के हो माथदेखि खुर भइसक्यो तर जोरकी कथापात भन्छ म टेन्सन त भाइ आमार के हो भन्छ अब के हो जे हो यसैहरू आमार एक अब भन्यो भने अब अरू बेला यस अलिकति वातावरण चेन्ज हुन्छ मैले गाई भन्दा मैले रस्तामा टिकट निस्केँ उसलाई पनि थाहा छ दिनमा नोकरी भयो गाउँमा केटाहरू नोकरी भन्ने एउटा दुईजना मलाई पनि थाहा छ अरू बेला खेल्ने बित्तिकै जिस्काइन्छ चुम्बा किन आफ्नो बाटो हामी भेट्दा जिस्किन्छ मेरो आएर के भने उठेँ बिहान ब्रास गर्दै थिएँ सन्धिप आइपुगेछ भाइ म त मम्मीले रातभरि सुत्न दिनु भएन के भन्नुभयो म निन्द्रै लागेन भन्छ म आएर कहाँ सन्धिपमा पऱ्यो भने आएर बसिरहेको थिएँ खाने गाडो हात मारेको दुनियाँभर साकरी पाइन्छ त चाहिँ खालि पैसा भयो त खालि गाउँ जी साकिरी भइसक्यो बेलेको कष्ट पाइसक्यो हामी महादेव त केही कोरिया छैन होइन यस्तो रह नि त फेरि अब जस्तो कि अब 2-3 दिन अलिकति हामीलाई अलिकति काममा गयो नि शेष महत्त्व यस्तै थियो 2-3 दिन हो 2-3 दिन अब गाउँको केटाहरूलाई पनि जे जोस चढ्छ नि पुरा बाल्टी खोलो भर्ती अहिले केटाकेटी बुढा पाखा सब मैले मोचरा जुत्ता खोजिरहेको सन्दीपलाई बिहानै उठाउनु है सन्दीप अरे जुत्ता म त धुलो टाउटा गरेर रेडी पार बोले ल्याउ मैले बुझ्छ त भयो मलाई के भन्दा भाइ म त अब सिक्का छोडिदिइहाल्छु अब कुद्छु म त यसरी मेरो हुनै पर्छ भन्दै थियो अस्ति
होइन जोस 2-3 दिन जब नोकरी भयो भनेर होइन जस्तो अलिअलि खराब चाहिँ हामीलाई लाग्यो मलाई अलिअलि लाग्यो अब तर खुसी लागेको त्यो त बढ्यो खुसी नि लाग्यो तर खराब चाहिँ के लाग्यो सँगैको साथीहरू हाम्रो किन हुँदैन त्यो एउटा खराब अलिकति कष्ट भयो होइन त्यही जसले कष्ट गर्छ त्यसले भेट्छ भाइ हामी राति घेर्दा मोरासोरा पढ्छौँ भने अड्डा हान्थ्यौँ दिपेन उता के पढ्छ पढ त्यति लिए भन न 92 ल्याइदिएको यार 4 ग्रेडमा त्यो त ल्याइ मार्क ल्यायो अलिकति कम्ती भयो तर त हिसाबमा आउँदैन नि त तिमीले पास भयो भने हिसाब आउँछ 94 भेट्दा हिसाब आउँदैन हिसाब हो भाइ एउटा किले जति धडा 98 भेट्ने पास भयो 97 भेट्ने पास भएन त्यसले त किन त्यसको त हिसाब आउँदैन त्यसले 97 को लागि त्यति नै कष्ट गरेको थियो भाइ 98 मा जति कष्ट गर्यो त्यसले त्यति नै कष्ट गर्छ 97 भेट्ने नि तर त फेल भयो भने त्यसको कुरै आउँदैन त्यही त भनेको त्यो त गाउँमा छैन नि त त्यो त अब होइन एउटा सोच्दाखेरि त त्यो कष्ट त दुईटाले बराबर गरेको छ नि त क्या से मैले आफ्नो यी पैसा पाउनु पर्ने 1500 थे 1500 एक गिला 50 টাকা नान दिए को तो फिटिंग ना खाए फोटो एक गिला ये 100% तो है फिटिंग ना खाए त्यो बन्द हो होला फोटो अब आसने पहले मैले হয় इटु मुक दे 1500 इटु मुक दे इटु लो त्यो लाग्यो इटु नभरा म त लैजाम बन्द हो भनेको राख भोलिपछि यसको किमत बढ्छ कि न है त म त्यसलाई भरा लिएर अरे एट्याक गर्नु भरा তাৰপিছত নহ'ব 2000 আছে कति दिन छौ तिमी कति दिन छौ 2 दिन 3 दिन आज पनि धेरै खोल्नु पर्यो आज जति स्ट्यान्डर्ड भएर घुरे नि तिमीलाई गरे नि हेर्दा हेर्दैन पत्तै छैन हामीहरू त अब उनीहरूसँग गएर बस्यौँ भने नि हामीहरू त माने ब्याकग्राउन्डमा बस्नुपर्छ बुझ्यौ जति नै अगाडि यस्तो नि आधा गरी उनीले अब 5000 आछ उनीले नहाँस्ने जोक पनि साइड फर्केर पनि हाँस्छ आज अब हामीहरूलाई देखे पनि कसैले ओइ विवेकको रिजल्ट के भयो भन्छ हाम्रो त छैन कुरै मान्छे हात धाँचो लगायो भने छैन रिजल्ट के भएछ 13000 मार्बल आसे तो 7000 माने जायछ पैसा ला किन भाइ तेरा त वर्ष दे तो हा 11000 भाइ 8000 11000 को लगा किन न भाइ त उतिले एमबीए गरेको अरे यार यो अभिजित यो दोकानले भएन 20 क्लासको त दिदी स्क्यानर विश्वजितको भाइ हो नि त एमबीए गरेको अरे अनि यो दोकानले बोले 11000 आईसीआईसी ब्याङ्कमा काम गर्दै अरे छोड्दै काम वो तो 8000 ब्याङ्कमा काम छोडेर आयो त्यसलाई पैसाको अभाव छैन यार बिसी बारको चाहिँ खादै 1000 बारको दिले तो धनको जोर के भन्छ अनि आज के यसो मिठो मसिनो भन्दै दुईटा मिस्टी त खाइदिनु दुईटा ठिकै दिन घर पसौँ भन्दै थिएँ मैले पछि बाटाएर तो ल ल दिशा सुते त अन्य सर्व लाग्बार बेलेगे नसक्यो साबले पढ्दै जानु बा किन कुरा म त्यही त अब त्यस्तै हो के गर्नु 2-4 दिन हो एउटा अहिले नि हाम्रो जोस मैले चाहिँ के भनेको भए यिनीहरू आउँदाखेरि बाइकमा भरे किन्नु अनलाइनमा के अरे त्यो भोलि मेला आओस् न राजपूजा कोर्स अनलाइन कोर्स किन्नुपर्छ उसले नि राजपूजा आओस् न मेला आओस् सक्यो त्यो कोर्स सोर्स एक हप्ता बन्द हुन्छ पुरा ल्याउँदैछ अगर बनाऊ गाउँका केटाहरू कमेन्ट त केटाहरूसँगै जान पाए राम्रो गाउँमा अब शेष अब मेला एक्लै भयो भने अप्ठ्यारो के तपाईँ मान्नु भने डिग्री नै जस्तै भयो डिग्री पढा छोडेँ यसको लागि अब मजाले प्रिपेरेसन गर्छु पढ्दिनँ भनेको थिएन एउटा जोस हेर्नुहोस् मुख मात्रै छ र यो पालि मुख नभए सियाले जान्थ्यो भने त पिन्ट बाहिर योपालि सुरेलले पनि छोडिदियो 84 यसपालि यसको पनि अब 8422 ना अझै माने साखोली पैसा पाठले बेलाके बहुत है तो আমার ঘরত এ নকবা আর আমার ঘর শেষ মারবা আমার এটাই কইছে
আমার লগতে পঢ়া হয় সিহঁতে এইবিলাক 2 পইচা 3 পইচাৰ লোভ নিদি কিনা ভালকে কাম চাকৰিত লাগছে হৈছে আমি 2 পইচাৰ লগত কমাইছো तर एक्चुअली हाम्रो नि भुल छ कि हेर नि सिरियस कुरो गरेको अब उदेको नौकरीको आज हामी जोसमा छौँ ठिकै छ तर यो जोसलाई हामीले उ गर्नु ঘুরাবার আগে তো খুচরা গেলে 10 টাকা না থাকে আধা ঘন্টা কিবা এইটো স্টেট বেংকৰ এটিএম টো এক্টিভ কৰিব পাৰে এইটো তো এটিএমতে যাব লাগব যে আমি নোৱাৰিম ওটিপি দিব লাগব ওটিপি আপনি যদি আমি করলে আপনার ওটিপি লাগবে আমি যদি যাওঁ ওটিপি দিব পাৰলা কিন্তু এতিয়া ইমান ভেজাল আৰু কিনে লম কখন আমি কেতিয়া যাম আপুনি আইছে যেহেতু এই যাতে স্টেট বেংকত যাক যদি খোলা থাকে মোক ফোন কৰিব অসুবিধা পালে মই আপোনাক জনাই দিম কি হয় स्टेट बेंक को राजीले भन्थ्यो ए भाना नम्बर हाल्न खोजेको के भन्थ्यो होला सियाल तिम्रो बुद्धिमा जान्थ्यो म हुनु पर्छ यो ठाउँमा भन्थ्यो होला ओइ राजी यो कहाँ हो जामाहरू चिया खाने कहाँ म जान्छु भात खाना हे भात नि ल्याइदिन्छु म कहाँ जाने चाहिए अब सुन न जाउँ अजयताको दोकानमा पैसा चाहिन्छ सुन न मेरो कुरा त्यो भिडियो चाहिँ प्लिज गरेर एक हप्ता पछाडि मात्रै हाल्नु नि किन शेष बाटन ल जाच्छै प्लिज रिक्वेस्ट गर्छु म ल भिडियो नि भइरहेछ र अहिले ताजा ताजा हाल्दा यी भट्टाहरूको अर्थ काम छैन दुनियाँको कुरा गर्छन् बस्छ भनेर शेष बाटन गाउँमा शेष हुन्छ तिम्रो फेरि इन्स्टाग्राममा नभेटेका नभएको मान्छे छैनन् सक्छौ भने मैले भन्छु कोलाई उयो गर्नु भने इन्स्टामा हाल्दिन युट्युबमा डेढ महिना पछाडि हाल्नु तिमीले गाउँमा त कोही छोडेर पनि त्यसो तिमीलाई प्रेसर नै छैन कोही छैन र त प्रेसर छ त हाम्रो भनाले हामीलाई पहिले जब गर्ने भयो मलाई सेकेन्डमा दिपेन आयो तर मोनो चाहिँ अलिक रिग्रेट छ नि मैले 40% भेटेँ भनेर चाहन्छु कुन चाहिँ गाँसे आफ्नो है रिग्रेट छैन अहिले अब उसको भइहाल्छ नि तर किन सिआरएफले उसले लिनु भएको छ नि भेटेपछि अब के टेन्सन होइन उसलाई भेटेर रिग्रेट त हामीलाई नभेटेर झन् खुसी त्यो भन्नु खोजेँ क्या नो रिग्रेट टेन्सन नदिनु न टेन्सन भएको बेला जुपा लागेर आइदियो भात नआयो त्यो भात खाउनु मैले त भात खाएन जे टाइम लाग्छ फेरि आज यस्तो टाइम भात खाना के टाइम लाग्छ नि कस्तो भात नखाए भात दिल पनि टाइम लाग्छ कोही थाल राखेको अनि कुरा सुनायो जुपा भात नखाए 3200 राम दो बा आजकल के नहीं आज यत्रो भिडियो कमाएर ल्यायो भने नि खुसी हुँदैन किन हो तर गाउँको मान्छेको एउटा मेन्टालिटी छ अहिले भर्खर हामी पनि यहाँ अभिजित आएको एमबिए गरेको त सागुरी म आजले माथै मार्दै भन्ने हो त माया छ सक्यो भने बिजनेस गर्नु 3200 आफ्नो त्यो एउटा स्टार्टअप ल्याउनु 3200 यहाँ छ ओ यो सालम को उनका ती बड़ी जो कस्तो खालको छ भने नि चाकरी भनेको जब भनेको आसाम पुलिस गर्नु आसामको अन्डरमा सक्छ राम्रो जब हाई क्लासको अब यहाँ कमाउँछ एउटाले खर्च गर्छ अर्काले त्यस्तो हुन्छ दोनों यो जबमा चाहिँ अरे यहाँ भनेको होइन यी गभर्मेन्ट जबहरू आर्मीमा भयो कमाउँछले अच्छा अच्छा यस 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 बुझे तिमीले जो मान्छेले कमाउँछ त्यसले कमाउनु मात्रै मतलब त्यो खाली ड्युटीमा गयो कमाए सक्यो शेष इन्जोयमेन्ट उसले पाउँदैन अब वर्ष दिनमा त 1 महिना छुट्टी पाउँछ त घरमा आफै इन्जोय गरेछ त्यसले हाम्रो अर्जुनको भएको छ यो अहिले घरमै हुन्छ टोटली उदालगढीमा चान्स छ उसको बिहान आउँछ बेकार त्यो हो नि त लाइफ ऊ छुट्टी लिइरहेको छ आज बिहु भनौँ भोलि के भनौँ बाप रे बाप किमान टाका आइटम होइन किन किन या त किमान আছে काउन्ट गराछौँ ल 30 तर मलाई चाहिँ लाग्छ त मनपर्छ दा के हरिदाको मतलब ठिक टाइममा हरिदाको त पुरा भयो भएको मैले माने तर मलाई चाहिँ के लाग्छ भने सन्देह लाग्छ हरिदाको विषयमा इन्ट्रेस्ट छैन जस्तो लाग्छ मलाई चाहिँ हरिदाको हरिदाले बाध्यतामा गरेको नि त नि भाइको भयो दाजुको भएको छैन उनलाई नराम्रो त्यो हिसाबले गरेका गाना तामान सब गर्ने मान्छे हो नि गाना सानामा त तामान सब गर्ने मान्छे हो नि पुरा गर्ने किन गरौँ अब के गर्नु भएन भएन
नोकरी भयो थुप्रै केटाहरूको आज थुप्रै केटाको नोकरी भयो आज। राम्रो भएन थुप्रो भएर के गर्नु आफ्नो भयो अब मेरो नि नोकरी भयो थुप्रोमा हामी चिनौँ सिधै थुप्रोमा चाहिँ हामी नथुप्रो कुकुरलाई स्वर्ग जान्छ र त गु खान पाइन्थ्यो अरे भन्थ्यो त्यस्तै हामीले स्वर्ग जान्छ तिमीहरू भयो भने गु खान पाइन्छ होला सोध्नु पहिला उद्यम बनाइदिनु ल एकदमै तर 2 दिन कुदिन्छ नि हामी अब जोसले म त कुद्दिनँ म जा बाध्य के ध्वंस गरिदिन्छ ल आफू त कुद्नै सकिँदैन ढुक्क छ। साक्री कोर्स लिएर त्यही गर्दा बेस्ट हुन्छ सिआरपिएफ म की बात बीएसएफ बोर्ड बेंगलोर सिक्योरिटी फोर्स अच्छा बेंगलोर सिक्योरिटी फोर्स हमारा आसे हमारे भाई तो अप्लाई बीएसएफ भेजा ला अप्लाई बेंगलोर सिक्योरिटी फोर्स के अरे अप्लाई से भेजा ना हमारे के भन्नाले गएर गर्दै उद्यम त गर्दै के भन्नाले यसको उद्यम देऊ न के भन्नाले गयो ए 10 मिनेट पनि लाग्दैन ओटिपी लाग्यो न घरमा फोन गर्नु हामी किमान बेलुका टाइम लाग्यो भनेको तिमी तिमी यहाँ बसेर तिमी हामी त खाली किमान टाका भने ए तिमी यहाँ मजाले बसेर सुने, के भन्नु भने हामी बेलेको नोकरी दियौँ भन्ने